दर्शक वृन्द, रूपन्देहीको शुद्धोधन 3 मा अवस्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै लुम्बिनी प्रदेशमै अब्बल क्याम्पसको रूपमा स्थापित हुँदै गएको छ। विश्वविद्यालय अनुदान आयोग UGCबाट QAA प्रमाणीकरण प्राप्त यस क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा BBS, BEd, BA र MBS कार्यक्रम सञ्चालन गर्दै आएको छ। गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, सूचना प्रविधि मैत्री शिक्षण प्रणाली र विद्यार्थी मैत्री वातावरणको कारण क्याम्पसले विद्यार्थी र अभिभावकको उच्च विश्वास जित्न सफल भएको हो। क्याम्पस प्रमुख टङ्कप्रसाद पौडेलका अनुसार भर्खरै सार्वजनिक भएको BBS तेस्रो वर्ष 2082 को परीक्षाको नतिजामा क्याम्पसकी छात्रा आकृति अधिकारीले 78% नतिजा हासिल गर्दै लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। यसअगाडि पनि BBS प्रथम र दोस्रो वर्षमा आकृति उपाध्याय लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएकी थिइन् भने 2080 को BBS चौथो वर्षको नतिजामा अतुल मिश्रले लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएका थिए। यस्तै 2082 सालको BBS प्रथम वर्षको नतिजामा तृप्ति केसीले लुम्बिनी प्रदेशमा दोस्रो स्थान हासिल गरिन्। 2082 सालको BEd चौथो वर्षको नतिजामा आशिष लामिछाने लुम्बिनी प्रदेशमै तेस्रो हुन सफल भएका थिए। यी निरन्तरका उपलब्धिले क्याम्पसको शैक्षिक गुणस्तर र उत्कृष्टतालाई थप पुष्टि गरेको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो। यसरी शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिँदै आएको यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसले नयाँ शैक्षिक सत्रका लागि BBS, BEd र BA कार्यक्रमका लागि भर्ना खुला गरेको छ। उच्च शिक्षा अध्ययन गर्न इच्छुक सम्पूर्ण विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गरी गुणस्तरीय शिक्षासँग आफ्नो उज्जवल भविष्य निर्माण गर्न क्याम्पस प्रशासनले अनुरोध समेत गरेको छ। यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस रूपन्देही जिल्लामा रहेको तिनाउ र दानव नदी बीच रहेको एउटा अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित 2060 सालमा एउटा स्थापना भएको क्याम्पस र 2060 सालदेखि निरन्तर रूपमा यो क्षेत्रको शिक्षामा चाहिँ आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको यो क्याम्पस पछिल्लो समय 2082 सालमा हामीले यसलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुरा गरेर QA प्राप्त सर्टिफाइड भएको एउटा यो क्याम्पस हो र भर्खरै प्राप्त नतिजामा पनि यज्ञोदय बहुमुखी क्याम्पसले एउटा लुम्बिनी प्रदेशमै अब्बल नतिजा प्रस्तुत गरिसकेको छ। यसरी श्रृङ्खलाबद्ध रूपमा लुम्बिनी प्रदेशमै र देशव्यापी रूपमै यसले एउटा अग्रणी स्थानमै आफ्नो नतिजा प्रस्तुत गरेर गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ भन्ने कुराहरू प्रमाणित गरिसकेका छौँ, जुन एउटा यो QA को सर्टिफिकेटले पनि हामीलाई भनिसकेको छ। र अहिले कक्षा 11 र 12 परीक्षा पास भएर उच्च शिक्षाको संस्था रोजाइमा रहनुभएका तपाईँ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यज्ञोदय बहुमुखी क्याम्पस तपाईँको अबको रोजाइ हुनसक्छ भन्ने कुरा मैले यसै मिडिया मार्फत यहाँहरूलाई सहर्ष अनुरोध गर्न चाहन्छु। हामी गुणस्तरमा विश्वास गर्छौँ, हामी पटक पटक गुणस्तरलाई दोहोऱ्याएका छौँ। यहाँहरूको अबको रोजाइ यहाँहरूको यज्ञोदय हुनुपर्छ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यज्ञोदय बहुमुखी क्याम्पसको यो स्नातक तहका विभिन्न कार्यक्रमहरू BBS, BEd र BA का कार्यक्रमहरू हामी चलाइरहेका छौँ। यो कार्यक्रमहरूमा सहभागी भएर अध्ययन गर्नको लागि हार्दिक अपिल गर्न चाहन्छु र यही श्रावणको 11 गतेदेखि हामी नयाँ कक्षाहरू BBS र BEd प्रथम वर्षका नयाँ कक्षाहरू हामी सञ्चालन गर्दैछौँ। भर्ना हुनुभएका र भर्ना हुन बाँकी रहनुभएका सम्पूर्ण विद्यार्थीहरू उक्त दिनको कक्षामा यज्ञोदयको कक्षामा आइदिनु हुनको लागि म सविनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद।